जय मसी प्रेज द लर्ड हाम्रो सम्पूर्ण भ्युअर्सहरूलाई र आज चाहिँ हामी आलु अनि पोटल स्टर फ्राइड बनाउन गइरहेको छौँ। यो एकदमै राम्रो हुन्छ यो मेथडले बनाउनु भयो भने। हामीले आलुलाई चाहिँ यसरी फिङ्गर टाइपमा काटेको छौँ र यसरी काट्दाखेरि चाहिँ छिटो हाम्रो के हुन्छ भने यो आलु पाक्ने छ। अब यसमा चाहिँ हामी के हाल्छौँ, हल्दीले चाहिँ कलर दिन्छ अनि नुनले चाहिँ छिटो पकाउँछ हैन। अब यसलाई चाहिँ हल्लाइकन अब मजाले यसलाई हामी है थोरै देरको लागि हामीले यसलाई चाहिँ हामी स्टर फ्राइड गर्छौँ। अब चाहिँ यसमा हामी पोटल हाल्नेछौँ। पोटल चाहिँ हामीले चाहिँ लामो काटेको छौँ। यसलाई चाहिँ हामी मजाले स्टर फ्राइड गर्नेछौँ। लतक्क गरेपछि चाहिँ हेर्नुहोस् त कति राम्रो भएको छ। अब यसलाई चाहिँ हामी एउटा थालमा चाहिँ के गर्छौँ, रिमुभ गर्नेछौँ है। अब यसलाई हल्लाइकन एउटा थालमा चाहिँ यसलाई अलग्गै राख्नेछौँ चाहिँ हो। अब यही प्यानमा चाहिँ हामी के गर्छौँ, पहिला चाहिँ कडी पत्तालाई चाहिँ हामी तड्काउनु दिन्छौँ। यसले एकदमै दामी फ्लेभर दिन्छ। कडी पत्तालाई गरेपछि चाहिँ अब यसलाई हामी यही आलुमा पोटलमा हामी मिक्स गर्नेछौँ हो। यसमा हालेपछि चाहिँ अब यही फ्राई प्यानमा चाहिँ हामी के गर्छौँ, राईको दाना क्या मस्टर्ड सिडलाई चाहिँ चड्काउँछौँ। अब यही प्यानमा हामी मस्टर्ड सिड हालिकन यो चाहिँ राईको दाना हो, यसलाई चाहिँ गरेपछि हामी यसमा प्याज हाल्नेछौँ। प्याजलाई पनि हामी के गर्छ भने गोल्डन हल्का ट्रान्सपेरेन्ट गरेर अब यसमा अलिकति हामी हल्दी अनि नुन है, अदुवा लसुन पनि हाल्यौँ यसमा। अनि यसमा अब हामीले नुन अघि पनि हामीले हालेको छौँ। तपाईँहरूले टेस्ट अनुसारले स्वाद अनुसारले हाल्नुहोला। अब हल्दी हालिकन यसलाई हल्का हामीले चलाउँछौँ। अब चाहिँ हामी यो के हाल्छौँ, आलु र पोटल हाल्छौँ। यो चाहिँ आधा पाकिसकेको छ। अब अलिकति पकाउनु पर्छ यसलाई। यसमा चाहिँ अब तपाईँको कडी पत्ता, तोरीको जुन प्रकारको फ्लेभर आउँछ नि खाँदाखेरि, तोरीको दाना, यो मस्टर्ड सिड, त्यसले गर्दाखेरि चाहिँ एकदमै दामी हुन्छ हो। अनि यसलाई चाहिँ हालेपछि यसमा जिरा पाउडर हामी हालेको छौँ रोस्टेड गरेको। अन्त यसमा रातो खोर्सानी। अब यसलाई मजाले मिक्स गर्नुपर्छ, स्टर फ्राइड गर्नुपर्छ हो। अब यो हाम्रो के भइसकेको छ, रेडी भइसकेको छ। हेर्नुहोस् त यो रेडी भइसकेको छ। अब तपाईँहरूले पनि यसरी नै बनाउनुहोस् है। हाम्रो च्यानललाई लाइक, सब्सक्राइब, सेयर गरिदिनुहोस्। अझै हामी राम्रो रेसिपीहरू लिएर आउनेछौँ तपाईँहरूको समक्षमा। तपाईँहरूले हाम्रो च्यानललाई हेरिदिनु भयो, यसको लागि धन्यवाद छ। हुन्छ।